नमस्कार मित्रहरू, म चाहिँ तपाईहरुलाई आज त्रिभुवन विश्वविद्यालय अन्तर्गतको ब्याचलर पहिलो वर्षको ह्युम्यानिटिज अर्थात् जेएमसी 421 को इन्ट्रोडक्सन टु मास मिडिया एन्ड कम्युनिकेसनको रेगुलर तर्फको 2081 को क्वेसन पेपर देखाउन गइरहेको छु। हेर्नुहोस्, यसमा चाहिँ तपाईहरुलाई अब थाहा छँदैछ फुल मार्क्स 70 को हुन्छ, समय 3 घण्टा हुन्छ हैन। यसमा चाहिँ ग्रुप ए अनि ग्रुप बी गरेर क्वेसन आउँछ। अब ग्रुप ए अन्तर्गत चाहिँ तपाईहरुलाई लङ एन्सर क्वेसन आउँछ जसमा 30 मार्क्स हुन्छ। 3टा क्वेसन दिएको हुन्छ, तपाईहरुले 2टा गर्नुपर्ने हुन्छ। यसमा चाहिँ 2टा चाहिँ अनिवार्य गर्नुपर्ने हुन्छ, एउटा चाहिँ अप्सन हो। यसमा तपाईलाई एउटा क्वेसन बराबर 15 मार्क्स आउँछ, 2टा लेख्नु भयो भने 30 आउँछ। अब क्वेसन धेरै अप्ठ्यारो हुँदैन, सिलेबस अनुसार पढ्नु भयो भने तपाईलाई सजिलै छ। यस्तै हो क्वेसनहरु, हेर्नुहोस् राम्ररी यस्तै टाइपको क्वेसनहरु आउने हो। सिलेबस अनुसार पढ्नु भयो भने तपाईलाई केही गाह्रो हुँदैन यो। अब अर्को छ ग्रुप बी मा। ग्रुप बी मा चाहिँ सर्ट एन्सर क्वेसन आउँछ, जसमा सर्ट भन्दा नि 10 मार्क्स को हो, लामै लेख्नुपर्ने हुन्छ। तपाईलाई यसमा 6वटा क्वेसन हुन्छ, तपाईले यसमा 4वटा लेख्नुपर्ने हुन्छ। 10 मार्क्स को क्वेसन धेरै अप्ठ्यारो आउँदैन, सर्ट क्वेसनमा पनि सजिलै छ। क्वेसनहरु देखिहाल्नु भयो, यस्तै खालको हो क्वेसनहरु हैन, धेरै अप्ठ्यारो हुँदैन, सजिलो छ सबै क्वेसनहरु। यस्तै हो क्वेसनहरु, सजिलो छ। तपाईले अब टियु को सिलेबस अथवा बुकको सिलेबस अनुसार दुईटै अनुसार मिलाएर पढ्नु हो भने तपाईलाई केही छैन, क्वेसन सजिलो छ एकदम। अब तपाईहरुले त्यही हो, यस्तै 2081 को रेगुलर क्वेसन यस्तो थियो भनेर देखाउनको लागि मात्रै मैले भिडियो बनाएको हो। हेरिदिनु भयो, थ्यांक यू सो मच। हेर्दै गर्नुहोस्, सपोर्ट गर्दै गर्नुहोस् है। थ्यांक यू सो मच, धन्यवाद। जय मातृभूमि, जय नेपाल।